세상다 권인도 देवसाजरन नालोले चाहे सर्वका वर्ग भने बित्तिकै नि अहिले रे ताजे सिरे लगो यार अंदा छने कसैले चाहे 2 देव वर्गमा छ, छ कसैले नि 4 नि वर्ग भनेको छ, लाग देवा कसैले अब मूल निकाय देव भनिन्छ, गेला कसैले अब मांगु छु दि 18 अब निकाय यसरी अब भनौँ न 18 भागमा छुटिएको थियो यसरी तिनी अ, जोता तिनी देवा मांगु दिजो ता सर्वका शिशु मेब वर्गमा संसरो मातो उमाता देवा मांगु शिवजी येबे लुजु योरबा पछि गएर कालान्तर यो अब an tandong अ, ana zu ngano न्यूनतामा chi झरेको होला soy पहिला त deba थियो tizo chi nyendo gi deba yimba samle अनि tizo यो dang 4 निकाय tikba chimbu chimbu हरू tikba अनि chimbu gi baro le ya chi deba khande ye ba ti sam dong shen gi यो सर्वका desko याना हिनायना बाहेक अनि यो मायासँग कसरी सम्बन्ध रहेको छ ta ina ya na मायानी rang yo thola धर्मसँग sam के dang कस्तो gi यसमा नाता रहेको छ यसको tikba विचार chimbu गर्ने gi थोरै रहेको ma छ ina re ta tikba त्यसैले chimbu यो gi मायानको विषय ngomba ina मायानको re ta विनय tindi sam lo ya किन नहोस् chi सर्वको किन नहोस् हिनायना nyendo deba tizo किन ta नहोस् deba yue deba त्यसैले 다 योसँग सम्बन्ध भएको कारणले गर्दाखेरि अहिले यो संसारमा 야르야리나 बुद्धको 니니 विनयहरूको शिला अहिलेसम्म 강나무지 नष्ट नभइकन 대바마우스 रहेको छ नि त 데드니 요니도 त्यही कारण मूल आधार हो 다나치 낭아무 지바데 सर्वकयाना 베베기지 개바첨부 베고하고 루루다 अब 통해다 भारतमा पाल्नुभएको अब आर्य 통해지 सङ्घ 쳔부서 आर्य नागार्जुन 다 त्यस्तै गरी 디디오 अब 쳔버레 आर्य 다나시 सङ्घको अब 디라리 आफ्नो 디딘 체베게다 बन्धुहरू थिए नि त 개바마우사 उहाँको कृपाले 다나 गर्दाखेरि 쇼지바데 अल리샤도 त्यस्तै गरी अब 이네야다 श्री 대바 ज्ञान 거루 दिपङ्कर आतिश 레오시 체네 अनि 에네 उहाँहरू 대바 भिक्षु 거루 बन्नु 지게 भएर 예 अनि 가르쳐다 उहाँहरू धेरै ठाउँमा 이네야 पाल्नु भएर बगेर 나나부지 फैलाउनु भयो नि त 디디오지가 나오냐 쇼체네 यो सबै कहाँदेखि आयो त बुद्धले बताउनु भएको पहिला 세상에 मूलाधार जुन सर्वका यानाहरूले 진짜 थेरवादाहरूलाई बताउनु 진짜 भएको 대마도 धर्महरूलाई 차디요. यसरी पछि 진짜 인류사네 उहाँहरूले फैलाउनु भएको हो नि त त्यसैले 뒤지 가수로다. थेरवाद हो सर्वका याना भने हामीले कहिले पनि हिनामिना थिचोमिचो गर्नु मिल्दैन यो त पूर्वाधारको एउटा मुद्दाको वचन हो 이내야다 안 사무르지 가수로다. तर पनि हामीहरूले यसलाई है थिचोमिचो 대바 गर्ने न्यूनतामा हेर्ने 지단인도 अल्प 대바티 ज्ञानी हेर्ने यसरी हेर्नु 이나레지 हुँदैन त्यसैले 대바적인 गर्दाखेरि 꼴이야. अनि 고 18 निकाय भनेको 고로게 18 시라메브체 봐. अनि 디 18 내 वटा 차는 거다. वर्गमा छुटिएको थियो 디엔디지 भिन्नतामा अनि यो सबै 도스요. अब 4 निकायदेखि छुटेको हो अनि यसको विषयमा अब के आज बताउन जाँदैछु एकछिन धैर्य गर्नु होला 땅 안에서 지금 년도에 대배 꼴이야. 근데 지금 प्रायः जसो समर्गमा हामीले 가수로 सर्वका वर्गको 고도 시라메브체. विषयमा त्यति अब अध्ययन नगरेको कारणले 근데 गर्दाखेरि नबुझेको कारणले गर्दाखेरि 롭종으로 시다메아버디 준생 가르칠 때는 영어도 영어를 슬라비나 गाह्रो भएको छ हामीले किन 지당은 त्यसको 안 अध्ययन नगएको किन 지 हामीले गाह्रो 지 समस्या परेको भन्दाखेरि 그게 난데 나올이야 지 भोटको 나셔로 बौद्ध 녀사 धर्म 되게 परम्परागतमा 되게 ना셔 사르보다 다는 अब 시기지 प्राचीन बौद्ध धर्म भने 대바티 जस्तो 뜻도 सर्वकाको 디조리아 विभिन्न 로메차 이제 निकायहरू त्यसको विषयमा 디스르 세나라고 अध्ययन गर्ने 곰지르 त्यसको 신데지 विषयमा अब 니는 안 खोज 소리야 तलास 다 गर्ने त्यति 시간대 अब 마외 प्रभाव नपरेको कारणले गर्दाखेरि कमजोर हुनु 다 पर्यो 대바 신다기 지금 유화당 अब आफ्नो मायानी तन्त्रयान तन्त्र वर्गको मायानाको 대 벽에 विषय बाहेक अर्को कुनै पनि विषयहरूलाई 진시 매버도 जिज्ञासा 차디 नराख्ने त्यति 유산에 अध्ययन नगरेको कारणले गर्दाखेरि 디엔디 다 अनि त्यसको प्रभावले गर्दाखेरि एकदम 진시다 아주 अल्पकालीन हुन्छ रजिंगिता지 년도에 대바티수 꼴이야 त्यसैले अनि 고로시다 सर्वकयाना भने बित्तिकै तल्लो तहको हो भने भन्नु पुग्यो किन 고로조시다 भन्दाखेरि 차도비지 मूल आधार बुद्धले 이내 बताउनु 차다 त्यति 별이야 चासो 진짜 नगरेको कारणले गर्दाखेरि 사계비디 विचार पनि त्यस्तै हुनु पुग्यो हाम्रो 다는 विचारमा 신기 저 보된 담제 캠베 보된 신조래 다는 अब 신기 बुद्धन गुरु भयो 따라나데 त्यस्तै गरी 다 신조래 तारा तारानाथभित्र भएको अब 지나로래야지 धर्मको अब 지단 대버저게 थान भयो 고롱 나샤버딘데 उहाँहरूले 망고리아 धेरै बताउनु भएको छ थेरावादाको 다는 विषयमा 시 मायनको विषयमा 랑삼 त्यस्तै 차츠게 गरी अब कमसँगभित्र हेर्ने हो भने 디디오지기 8औं कर्म पर्ने यो दुर्जे 벤신 उहाँको 돌게와라 나베 질렌사죠 अनि 디나로데 उहाँको पेन्सन 안제비 धर्केवाला अनि बताउनु भएको अब कि 대버저게 प्रश्न 토리아다 हो त भन्ने 가라 간sam으로 오지기 विषयमा उहाँले 나침보나리아 18 वटा 지지 सर्वका वर्गको कुराहरू त्यसमा 고래 삼창도
उल्लेख गरेको छ। त्यो हेऱ्यो भने हामी बुझ्न सक्छौँ। समग्रमा यो एउटा वातावरणले पनि भर पर्छ। भोटमा अब सबै महायानको धर्मलाई चासो गर्ने भयो, थेरवाद धर्मलाई अब त्यति अब चासो नगरेको प्रभाव परेकोले गर्दाखेरि माहौल त्यस्तो भएकोले गर्दाखेरि पहिले पनि थिएन, आजभोलि नभएको कारणले गर्दा त्यति चासो नगरेकोले यति यिनीहरू त पहिला बुद्धले बताउनु एकदम सामान्य हो नि भनेको ठानेर गर्दाखेरि अब त्यसरी तल्लो हुन पनि बग्यो। अब अर्को के हो त, सर्वकायानाको विषयमा भएको ग्रन्थहरू पनि त्यति छेपछाप्ती नपाएको कारणले गर्दाखेरि त्यसमा चासो र अध्ययनको कमीले गर्दाखेरि लोप हुँदै गएको हो कि जस्तो मलाई लाग्छ भोट। अब जुन 5वटा महाधर्म शास्त्र ग्रन्थहरू पल्टाउने गर्थ्यो जुन भोटमा अध्ययन गुरुहरूले अध्ययन गर्ने क्रममा त्यही कारणले गर्दाखेरि अनि सबै सम्पर्कमा हेर्ने हो भने के हो त, अब यो धेरै समस्या भएको कारणले गर्दाखेरि त्यति अध्ययन गर्नु चाहँदैनन्। त्यसै कारणले गर्दाखेरि समग्र बौद्ध धर्म के भने बुझ्नुको लागि थेरवादको विषयमा भनेको मायनको विषयमा लिएर यसको के नभए पनि यसको मूल कुराहरू जुन स्रोत कुराहरू अब अध्ययन गर्यो भने अत्यन्त फाइदा होला कि मलाई जस्तो लाग्छ। त्यसैले जुन वास्तविकता के हो त्यसलाई त्यो बुझ्नुको लागि हामीले जसरी पनि आफ्नो प्रयास चाहिँ जारी राख्नु पर्दछ, अनि मात्र बौद्ध धर्मको डल्लो टिका हामीले सक्न सक्छौँ। नत्र भने आफ्नो पक्षको मात्रै अध्ययन गर्ने, समग्र बुद्धको वचनलाई नपक्रिने एउटा पक्ष मात्रै पट्यो त्यति सफा हुँदैन जस्तो मलाई लाग्छ। महत्त्वपूर्ण के हो त भन्दाखेरि बुद्ध धर्म भनेको बौद्ध शासन भनेको चाहिँ के हो त, यसमा अब 3 यानहरू बताएका छन्, अर्थात् यसमा 3 यानको कुराहरू बताएको छ बुद्धले बौद्ध धर्ममा, सर्वकायान, महायान, त्यसै गरी बोधिसत्वयान। यसमा सर्वकायान, प्रत्येक बुद्धयान, महायान। कुनै कुराले भन्छ अब महायान त बौद्ध धर्म होइन भनेर कसैले बताउनु पनि छ। अब यो महायान भनेपछि कुनै मान्छे नवीन मान्छे नयाँ यसलाई नवीन बनाएको होइन, यो बुद्धकै पालोमा भएको कुराहरू हो। किन भन्दाखेरि यो जुन अब सर्वकायान यो थेरवादभित्र पनि महायानको कुराहरू पल्टायो भने भेटिन्छ। महायानले डाइरेक्ट आफ्नै धर्ममा मात्रै अध्ययन नगरेर थेरवादको धर्मलाई पक्रेर थेरवादीहरूले पनि महायानको कुराहरू अध्ययन गरिरहेको हामीले भेट्छौँ। किन भन्दाखेरि यो त मूल आधार पो रहेछ, बताउने शास्त्र भगवान बुद्ध त एउटा नै रहेछ। एक आपसमा यसरी दुवैलाई आधार टेको मिलाएर दुवैलाई हामीले सन्तुलनमा राखेर यसरी अध्ययन गर्यो भने समग्र बौद्ध धर्मको टिकोलाई हामीले अध्ययन गर्न सक्छौँ, बुझ्न सक्छौँ। अन्तिम चरणमा हेर्ने वज्रयान कुरा हो। अनि कसैले भन्छ वज्रयान त बुद्धको धर्म होइन, बुद्धले बताएकै छैन। किन भन्दाखेरि यो बुद्धले थेरवादभित्र बताएको छैन भन्छ, त्यो कहाँ हो? मैले बताएको जस्तै पहिला बताएको जस्तै अब बुद्ध भनौँ न, बुद्धको पालोमा नै बुद्ध हुने बेलामा नै मयूरमा सूत्रहरू बुद्धले पठन भएको रहेछ नि त। त्यो अब यो चाहिँ के हो त, नयाँ मान्छेले बताएको हो भन्दाखेरि त्यसलाई अब के हो त, अब गाह्रो छ। किनकि बुद्धले आफ्नै जुन साँपको जगजती भएको साँपको बीजदेखि जोगाउनको लागि बुद्धले विभिन्न सूत्रहरू बताउनु भएको थियो नि, तन्त्रहरू पनि बताउनु भएको रहेछ त्यो बेला, मन्त्रको प्रयोग गरेको रहेछ नि। हामीलाई धेरै नयाँ नयाँ ज्ञानहरू यो हामीले बुझ्न अत्यन्त जरुरी छ। त्यसैले सबै बौद्ध धर्महरूलाई हामीले बुझ्नु कोसिस गर्नुपर्दछ। अब अस्तिको जुन बाँकी भएको यसलाई म निरन्तर दिन चाहन्छु। आजको मुख्य विषय के हो त भन्दाखेरि अब 10 आधार भनेको छ,
अब 10 आधार धर्म रहेका छन् यसको अब सार के हो त अब यसको विषय बताउनु पर्दाखेरि यसको पहिला बुद्ध परिनिर्वाण भएर सङ्घको मुख्य त्यो भित्रमा पनि अब आनन्दको जीव आनन्दको सेवा आनन्दको जीव आनन्दले कतिको प्रभाव पारेको थियो अब यसको चाहन्छु बुद्ध परिनिर्वाण भएर अब कसैले अब 100 वर्षपछि कसै 200 वर्षपछि पनि गर्छ 100 वर्ष त कटिसक्यो 100 वर्ष के समय 100 वर्षभित्र के समय पछि अब यसरी अनि बुद्ध सङ्कलन गरेर दोस्रो परिषद राखिएको थियो त्यो भित्रको मुख्य अब सार के हो त भन्दाखेरि बुद्ध परिनिर्वाण भएर 100 अथवा 200 वर्षको अवधिपछि बुद्ध जुन अब बुद्धको वचनलाई सङ्कलन गर्ने दोस्रो परिषद राख्यो त्यो बेला अब मुख्य त्यो बेला के भयो त भन्दाखेरि सङ्घ दलहरू दुई ठाउँ विभाजन भए त्योसँग सम्बन्ध भएको अब के हो त हामीले पनि के हो त प्राचीन बुद्ध धर्म अनुसन्धान गर्दाखेरि गर्ने बेलामा विशेष गरी बुद्ध वचन सङ्कलन गर्ने दोस्रो परिषदलाई चाहिँ अत्यन्त महत्त्वपूर्ण चासो राख्यो त्यहाँदेखि नै बौद्ध धर्म धेरै ठाउँ वृद्धि र फैलिएर गयो महँगो अर्थ विषयमा पनि धेरै प्रभाव पर्ने मुख्य अब कारण यही हुन पुग्यो यो बुद्ध वचन सङ्कलन दोस्रो चरणमा सङ्कलन गर्ने क्रममा विभिन्न विषयहरूको सोच विचार बेग्ला बेग्लै भए पनि अब त्यसमा अब विभिन्न मतहरू नमिल्ने हुन सक्छ तर पनि 10 आधार धर्म भनौँ न 10 आधार धर्म विभिन्न 10 जस्तो कि अब अनुज्ञा आधार धर्ममा विचारहरू बेग्लै बेग्लै आयो तर के हो त भन्दाखेरि त्यसमा अब यही कुरादेखि के हो त दुई निकायहरू विभङ्गत भिन्नता छुट्नु पुग्यो यस्तो अब प्रभाव पऱ्यो भनौँ त्यसो कुराहरू भयो त्यही कारणले गर्दाखेरि यो 10 आधारलाई विभिन्न समस्याहरू निवारण गर्नको लागि शुद्धिकरण गर्नको लागि धेरै सङ्घहरू ठाउँदेखि अब आउनुभयो अन्तिममा के हो त अब 8वटा स्थविरहरूलाई मुख्य स्रोत राखेर अनि त्यसलाई अब सफा पार्ने र संशोधन गर्ने मुख्य निर्णयहरू भयो त्यही कारणले अब दुई वर्गमा छुट्यो नि त 10 आधार धर्म चाहिँ अब यो हामीले स्वीकार गर्न मिल्छ अरूले चाहिँ स्वीकार गर्न अरू कुनै सङ्घले स्वीकार गर्न मिल्दैन स्वीकार गर्न मिल्छ र मिल्दैन अनुमति छ कि छैन भन्ने कुरामा दुईटा सङ्घ दलहरू विभाजन हुन पुग्यो त्यसैले अब यो के हो त यो सङ्घहरू नछुट्टिने विभाजन नहुनको लागि यो विभिन्न समस्याहरू सुल्झाउनको लागि समाधान गर्नको लागि 700 जना अरबहरू भित्र पनि 7 जनालाई अर्थात् 7 जना अरबहरूलाई छानेर जुन समस्यालाई हटाउनको लागि शुद्धिकरण गर्नको लागि यसरी मुख्य बैठक राखियो यसरी छलफल गरियो ताकि सङ्घहरू विभाजन नहोस् भङ्ग भएर नजाओस् भनेर यसरी कुराहरू राख्यो अब सबै 700 जना अरबहरूलाई सोध्यो भन्दा अब 700 जना भित्र पनि अब 100 जना भित्र एकदम महत्त्वपूर्ण एकजना राख्यो यसरी गर्दाखेरि जम्मा 7 जना अरब स्थविरलाई राखेर मुख्य अब स्रोत उहाँहरूलाई शिरमा राखेर यसरी अब यो छलफल गरियो के को विषयमा छलफल गर्यो भन्दाखेरि जुन कुरादेखि दुईटा सङ्घहरू भिन्नता भएको थियो त्यो के थियो 10 आधार योग्यता धर्म विषयमा के हो त 10 आधारमा धेरै समस्या उल्झेको थियो नि त्यसलाई अब संशोधन गर्नको लागि शुद्ध गर्नको लागि यसरी अब मुख्य अब छलफल गरियो यो 10 आधार धर्मदेखि नै अब मुख्य अब यो 7 जना स्थविरमा धेरै प्रभाव परेको थियो
딱 가르치 군기 구루연도 단 천년 त्यो 최셔도 딱 개셔도 되지입니다. 되는 अब त्यो 주산에 बेला 땡리 700 जना भित्रमा 지신기 7 जना 신기도 जो 양 त्यो 제기 7 जना 비슷해. चाहिँ के हो त 내된 दोस्रो गेबोती धर्मलाई बुद्ध 와 दोस्रो 버지 चरण बुद्ध धर्ममा बुद्ध वचनलाई 사실 सङ्कलन गर्ने क्रमको 마셔 परिषदमा 자다 मुख्य 니슈슈야 7 जनालाई 다 एकदम 사실 자다 뚜주 वरिष्ठ 뚜주야 स्थविर राखियो र धेरै 세우도와 प्रख्यातमा पनि आयो 아 강다야 급 디두산에 단 내된 गेबोती त्यसैले 담담 अनि 뚜주 यो 세베 8 जना 내된 अनि dunge베 8 나로레 जना 담담 뚜주 세제 아니 내된 स्थविरलाई 게 मुख्य 담으로 मुख्य 되는 उहाँहरूको 내된 भूमिका गेबोती 급 रहेको रहेर 디두산에 다지 यो जति 담바 10 생기베 आदर 딘딘지기베 धर्मलाई उहाँहरूले 울런도 संशोधन गर्नु भएर 단달지 यसरी 생년나 세셔도 सङ्घहरूलाई चाहिँ अब कसरी 이거로 एक मतमा ल्याउने भन्ने कुरोमा यसरी उहाँहरूले अब मुख्य गरी छलफल गर्नुभयो 음 드레인 주산에 내된 게보디 초진 셰비나 지 나초에 그 멍시 띵게는 없지 가르서는 त्यसै 끝도 कारणले 없잖아 एक आपसमा यो 8 딱 जना स्थविर हेर्ने हो भने बौद्ध कदु धर्म निबा मुख्य 셰베 स्रोत र कदु एउटा कदु निबा ति 수지 भूमिका 개수 भनौँ न 차리도 एउटा 버지 मूल अब आदर 망보지 भन्ने अब 송어 망보지 नभई 그도 नहुने कुरा 주산에 जस्तो 딱 अब हुनु 간다 पर्दछ कदु निबे त्यो कबे बेलामा कदु अब 셰베 त्यो ताइन बेला धेरै सङ्कट र धेरै गाह्रो भएको बेला यो कदु 셰야 8 जना कदु निबे स्थविरहरूले एकदम 차상하지 सफा पारेको थिए 버지 저기 여자 드레인 주산에 딱 그도 니바 अनि 챙겨 700 जना 내된 भित्रमा उनी 나로래 8 딱 जनालाई 내된 एकदम अत्यन्त 게보디 개치슈로 차리 मानेको थिए 드레인 주산에 아니 अनि उहाँहरूले नै यो 내된 दोस्रो 게보디 चरणको 나초에 멍시 बुद्ध वचन 띵게는지 सङ्कलनको परिषदलाई 내내 एकदम शुद्धता र गुणस्तरमा 셰베 उहाँहरूले 저 ल्याउनु 나니가 भएको थियो 난다 미나 개신지 버지 차디 अब 버스 बौद्ध धर्म समग्रमा हेर्ने भने अब उहाँहरू 음 8 जना चाहिँ अब एकदम महत्त्वपूर्ण महान व्यक्तिहरू 땅땅 अग्रजहरू 알아서 हामीले 길이야 बुझ्नु 이세 पर्दछ 도나 제가 버지 가려서나 हामीले खास 가라시 ध्यान 버지 दिनुपर्ने कुरो के छ भन्दाखेरि 지 यसमा 대바 소수 수를 민들에 나로래야 내된 게보디 가라카라 कुनै अब 심으로 내된 निकायभित्र अब 게보디 생 가라카라 임바 अब 텔리아 यो 8 जना 시즈도 민다 8 जना यो स्थविरहरू को हुन् त भन्ने विषयमा यसको हामीले छलफल 민로 गर्दाखेरि 연대 여러데이나 नामहरू 지 차니 विभिन्न 셰베이나 भिन्न 아니 भिन्न भिन्न राखेको छ 와셰베 निकायमा 지송으로 차 मिल्दैन तर के हो त समग्रमा प्रायः यसो नाम तलमाथि भयो भने 다 सबै 송럽 디즈에 यही 나로 मान्छे हो 대바 भनेर 소수 बुझ्नु 송럽 디즈에 एउटै नै 나로 हो 내된 भनेर अब 디즈게 उनी 생 नाम 커야 맞아 मिल्नु पर्दछ 마세베게 아니 내된 디즈 यो 나는 यो 마셔 8 जना चाहिँ नाम 군거 로마 लेखेर मात्रै 임체 नभइकन 이세 제셔 नाम मात्रै 이세 नलेखेर यो 8 जना चाहिँ 다시함리야 बुद्धको 송럽 सेवा आनन्दको चेला हो 대바 भनेर 소수 सबैमा 송럽 स्पष्ट 리민 나로 커야 लेखिएको छ यो 되고 내된 디즈다 아니 군거 위버루리야 라로 제바 예메겠다 루미지 지비슈아이 चाहिँ अब यो 바지지 अब 지비슈비나 바지 남산 캥그레 삼정도 अब यो के हो त कुन निकायभित्र उहाँहरूको कहाँ कहाँको नाम लेखेको छ भन्ने म के गर्न चाहन्छु तपाईँहरूलाई 내린 게보다 가르카르 슈비나 아니 यो 탐제 आठवटा यो 샤하다 요아바 8वटा यो 와사 स्थविर 방가 के हो त भन्दाखेरि 군교나 쳔비다 सर्वगामिना साला 와사 칼렌다가 जी ओबिता 수마나사 बसवा गामिका 내린 게보디 रबाता सम्भूता येशका 다기나 अंकान्दाका 내린 सुमना 게보디 भनेको चाहिँ हो 군교 로마 임바텔레 니마 기타르지 अब यो 세우타 आनन्दको चेला 세우디도 भएको कारणमा तेनेया चाहिँ के छ पहेँलो 망가 सूर्य 베르 राखेको छ 내된 디솔이야 यो भगकपा 탐로디 갭쇼 भगकपा भनेको चाहिँ एउटा 제사 बुद्धको 내된 जस्तो कि यो पनि 디에베기 बुद्धको 군 चेला हो जस्तो 나로래야 कि अब 탐제 로아니 अनिरुद्ध 군고 로마 임쇼 अनिरुद्धको चेला भएकोलाई चाहिँ 다수게베 निलो 디시 나로래야 탐제 로아 साइन गरेको छ 와사바가미다 남주다 के गर्न गर्दाखेरि यो 서부다 시부디 군고 로마 임소나래 तेने साधन देवे दुआ देंगे नालोले थामसे यो रोआ भनौँ न स्थविरको ताका थामसे स्थविर रोआ वर्गमा हेर्ने हो भने अब यो जादा देवा आनन्दकै सुंदर चेला थामसे परेको छ यो नालोले आनन्दकै चेला 군고 परेको छ यो सुंदवा ता सर्वगामिना भन्ने त्यस्तै 만들어 गरी अब 와디 बसा 디제 बगी 디제 बगामी 나머지 소래 त्यस्तै गरी 나머지 또 소래 रबाता सम्भूता 야 대화 가시 얘기 त्यस्तै गरी अब यो 가시 너무 많이 सुसुङ्गित ध्रुव 또 धर्म रक्षा विनयमा पनि 근데 त्यही अब 스갈라기 आनन्दको चेला भएको छ यो 유기 체면 त्यस्तै गरी अब 나로래야 와사 방감이 सत्यवी विनय 시아디나 त्यस्तै गरी अब 아니 수마나 सर्वस्ती 사디 सर्वस्तीवादको 아니 निकायमा पनि सबै अब आनन्दको चेला भएको 망가베 रहेछ उहाँहरू 소라레스 अनि 소라레스 त्यसै गरी अब लिङ्चेन भनौँ न लिङ्चेन भन्नाले अब त्यो भित्रमा पनि अब उहाँहरूलाई चाहिँ यो 되네 땅 आनन्दकै चेला लागेको छ र दुईटा मात्रै जुन अब 교육이 बसागामी र सुमना चाहिँ 지중에서 यो 망보지
अनिरुद्धको चेला हो भने यसरी राखेको रहेछ समग्र आनन्दको चेला भनेर अब यसरी राखेको छ सबैमा यो चाहिँ अब 8 जना इष्टवीर मात्र नभएर 700 जना आराधक पनि आनन्दको चेला हो भने दाबी गरेका छन् प्राचीन बौद्ध धर्मको अब लेखक अनुसार यो 8 वटा इष्टवीरहरू पहिलो प्रारम्भिक बौद्ध संघको मुख्य अब यो वरिष्ठ अग्रज भिक्षु रहेका छन् बौद्ध धर्म दोस्रो चरणमा सङ्कलन गर्ने परिषदको मुख्य अब वरिष्ठ भिक्षुहरू यो 8 जना रहेका छन् उहाँहरूले भूमिका खेलेर नै पछि बौद्ध धर्मलाई एकदम स्पष्ट भएर जानु पुग्यो हो भन्ने कुरा हामीले यसरी इतिहासमा देख्न सक्छौँ बुद्ध परिनिर्वाण भएर अब 100 र 200 बितेर त्यसको पछि के हो त यो बौद्ध धर्मको मुख्य अब स्रोत उहाँहरूले अब थालनी राख्नु भयो त्यहाँदेखि उहाँहरूले गर्दाखेरि बौद्ध धर्म फैलिनुमा धेरै प्रभाव आयो यदि उहाँहरू 8 जनाले यसरी भूमिका नलिकन जिम्मेवार नलिकन बौद्ध धर्म नफैलिएको भए आज हाम्रो हालत कस्तो हुने होला नि त्यही कारणले सर्वकायाना कतिको मूलाधार कतिको महत्त्वपूर्ण छ भनेर यो इतिहासदेखि पनि हामीले छर्लङ्ग देख्न सक्छौँ त्यही कारणले तल्लो तहको निहित हो भनेर हामीले भन्नु मिल्दैन भनौँ न बुद्ध शास्त्र भगवान बुद्ध परिनिर्वाण भइसकेर अब बौद्ध यसरी कश्यपलाई अब कश्यपले अब आनन्दलाई निकालिदियो तर आनन्दलाई दुःख त भएको थियो नि तर पनि के हो त अब कश्यप चाहिँ अब ठुलो उमेरको हुँदो रहेछ बुद्धको धर्म विशेष गरी अब सबैले कश्यप बनाएको छ पछि गएर कश्यपले आनन्दलाई दिनुभयो अनि आनन्दको चेला धेरै हुनुभयो अनि आनन्दलाई के बदल्नु भयो भने त्यहाँदेखि हुँदै हुँदै अब यो 700 जना अरहतहरू त्यसै गरी अब 7 जना इष्टवीर हुनुभयो नि त अब यसको मुख्य अब सार के निष्कर्ष के टुङ्गिनु पुग्यो भन्दाखेरि यो 10 आधार धर्मको मुख्य अब सार निचोड के हो के हुनु पुग्यो भन्दा यसलाई सङ्कलन गर्दाखेरि यो चाहिँ के हो यो 10 वटा आधार धर्म भनेको चाहिँ बुद्ध परिनिर्वाण भएर 100 र 200 वर्षपछि उत्पन्न भएको हो यसमा धेरै विवादहरू भएको थियो अब यसमा चाहिँ के हो यसको पृष्ठभूमि के रहेछ भन्दाखेरि होइन बौद्ध धर्म मगध राज्यको अब पश्चिम दिशाको भारतमा चाहिँ एकदम फैलिएर गयो पूर्व र पश्चिम दिशाको अब सङ्घहरूले चाहिँ यो 10 आधार धर्म चाहिँ एउटाले चाहिँ योग्यता हो एउटा चाहिँ अनुयोग्यता हो एउटाले लिनु मिल्छ अरू लिनु मिल्दैन स्वीकार गर्नु मिल्छ स्वीकार गर्नु मिल्दैन भन्ने विभिन्न विचारहरू फर्केर विचारधारा भयो विभिन्न हुनु त्यसैले अब आफ्नै अब यो प्रभाव अनुसार यो भनौँ न आफ्नै यो पूर्व भारत र पश्चिम भारतको विभिन्न खानपान शैलीहरू बेग्लै बेग्लै भएको कारणले गर्दाखेरि 10 आधार धर्म चाहिँ योग्यता हो यो हामीले स्वीकार गर्न मिल्छ भन्ने कुरा भयो एउटा चाहिँ स्वीकार गर्न मिल्दैन भन्ने अब कुरा आयो पूर्व दिशामा चाहिँ धेरै भयो यो बेग्लै बेग्लै हुनु पुग्यो भनौँ न अब मेन अब यो कारण कहाँदेखि आयो त भन्दाखेरि इष्टवीर जुन पश्चिम दिशाको इष्टवीरहरू वैशालीमा आउँदाखेरि त्यहाँको भिक्षुहरूले चाहिँ अथवा सङ्घहरूले चाहिँ सुन चाँदीहरू दानमा छापेको देखे त्यो देख्दाखेरि यो चाहिँ बुद्धको शिलासँग एकदम भिन्नता हो भने त्यहाँदेखि अब कारण चाहिँ 10 आधार धर्म हुनु पुग्यो विशेष गरी अब यो 10 आधार धर्मको मुख्य मूल के हो त भन्दाखेरि सुन चाँदी लिने बेलुका खाना खानु मिल्ने किन अलिकति फरकिलो नजरमा हेर्नुपर्छ भन्ने कुराको मुख्य अब 10 आधार धर्मको स्रोत हो यो समय परिवर्तन अनुसार अब सुन चाँदी लिनु मिल्छ खास सधैँ लिनु नमिले त भने देश
परिस्थिति अनुसार यसलाई हामीले फरकिलो नजर हेर्नुपर्छ त्यही कारणले चाहिँ अनुयोग्यता धर्म हो भन्नु बताएको कुरा हो 저번에 마시아 셔도 아니다. 급디디다. 야기. अब यो थियो त्यसै गरी अब वैशाखको मुख्य अब परम्परागत कसरी आयो त भन्दाखेरि छलफल गर्ने जुन अब 700 जना आराधहरू र अनि जस्तो कि अब त्यो बेला के हो त भन्दाखेरि जुन 2000 भनौँ न त्यसमा अब 2000 सम्म भनौँ न निकै सङ्घ भिक्षुहरू त्यो बेला अब 20 सम्म भिक्षुहरू भएको थियो त्यो बेला अब कसलाई हामीले छान्ने भन्दाखेरि 8 स्तरबाट छान्ने भन्ने यसरी आयो छलफलमा अन्तिमको यसको रिजल्ट भनौँ न अन्तिममा के निस्किनु पुग्यो भन्दाखेरि यो 10 आधार धर्म चाहिँ अब धर्मसँग अब भिन्नता भएकोलाई त्याग्नुपर्ने र बुद्धको अब विनयसँग नमिलेपछि अब यो हटाउनु पर्छ भन्ने चाहिँ निर्णय हुन पुग्यो यसको प्रभाव के पर्यो त भन्दाखेरि अनि बुद्धबाट सङ्कलन गरेर दोस्रो कुरामा दुई दल सङ्घहरू भिन्नता छुट्टिनु पुग्यो यो 10 आधार धर्मले गर्दाखेरि त्यही कारणले बौद्ध धर्म वृद्धि हुनमा अब धेरै प्रभाव पारेको छ यसले त्यसै कारणले गर्दाखेरि अब यो दोस्रो चरणमा यो 10 धर्म चाहिँ स्वीकार गर्नुहुन्छ कि हुँदैन भन्ने कुरामा अब दुई दलको सङ्घहरू छुटिनु पुग्यो भिन्नता हुनु पुग्यो भन्ने कुराको मुख्य प्रभाव हो अब आनन्दको प्रभाव के पर्यो त भन्दाखेरि आनन्दको प्रभाव चाहिँ अब यो विशेष गरी यो 8वटा स्थविर चाहिँ समग्रमा आनन्दको चेलाहरू बुद्ध परिनिर्वाण भएर 108-200 वर्षको पछि पनि आनन्द र आनन्दको उहाँको चेलाले गर्दाखेरि बौद्ध धर्म अर्थात् सङ्घहरूलाई एकदम फैलिनुमा धेरै प्रभाव पारेको थियो यो आनन्दको प्रभावले गर्दाखेरि हो स्पष्ट रहेको छ यो चाहिँ अब 10 आधार धर्मको मुख्य अब यो स्रोत रहेको छ त्यही कारणले यो विशेष गरी यो बौद्ध धर्म फैलिनमा चाहिँ यो स्थविर यशोताकोले गर्दाखेरि अब बौद्ध धर्म एकदम मगध राज्यमा पश्चिम दिशामा एकदम फैलिनु पुगेको हो यो 10 आधार धर्मको समस्याले गर्दाखेरि विभिन्न समस्या नभनौँ यसको एउटा विवादले गर्दाखेरि यसमा प्रभाव के पर्यो भन्दाखेरि बौद्ध धर्मलाई बुद्ध वचन सङ्कलन गर्ने परिषद राख्नु जसरी नै परिषद राख्नु पर्यो एउटा अर्को के हो त भन्दाखेरि यो 10 आधार धर्मले मूल निकायहरू छुट्टिनु पुग्यो दोस्रो आधार धर्म दोस्रो बुद्ध वचन सङ्कलनलाई अब परिषद राखिसकेर पनि के हो त फेरि सङ्घहरूले फेरि यो तीन पिटाघरमा फेरि छलफल गर्न पुग्यो अब यो विभिन्न बुद्धको शिलाहरूलाई शुद्धिकरण गर्ने निकायहरू राख्यो कुनै अब स्रोतहरू बनायो पछि के हो त फेरि दोस्रो चरणको बुद्ध वचनको सङ्कलन गरिसकेपछि पनि फेरि त्रिपिटकलाई कसरी हामी बुद्ध वचनलाई कसरी सङ्कलन गर्ने भन्ने विषयमा छलफल गरेर अब यो चाहिँ बुद्धले कुन ठाउँमा बताउनु भएको हाम्रो यादको लागि कति समय लागेको थियो भन्ने कुराहरू सबै अब यसरी यो यसको विषयमा छलफल गर्न थाले अनि त्यहाँदेखि नै बल्ल बुद्ध धर्म परिनिर्वाण भइसकेर अब यो अनि यो चाहिँ प्रारम्भिक प्राचीन बौद्ध धर्म फैलिएको क्रम भनिन्छ यसलाई त्यहाँदेखि नै विभिन्न निकायहरू अब छुट्टिनु पुगेको रहेछ भन्ने बुझ्नु पर्दछ अब समयको अनुसार बताउने हो भने विशेष गरेर हेर्ने एउटै समयकालमा हो यो 10 धर्ममा आधार भनौँ न अब स्वीकार गर्ने नगर्ने
बुद्ध वचन सङ्कलन दोस्रो समय एउटै हो तर पनि के हो त अब हामीले के बुझ्नु पर्दछ त भन्दाखेरि यो बुद्ध वचन सङ्कलन गर्ने परिषद राखेपछि पहिलो समय हो त्यो समय धेरै बितेर पछि अनुसन्धान गर्ने क्रममा पछि गएर बल्ल निकायहरू सङ्घको दुई दलहरू छुट्टी विभाजन हुनु पुगेको यदि बुद्ध वचन सङ्कलन गरेर दोस्रो परिषद नराखेको भए त यो दुई समूह दलको सङ्घ चाहिँ विभाजन हुनु पाउँथ्यो नि त हो त्यही कारण हामीले के बुझ्नुपर्छ भन्दाखेरि बुद्ध वचन सङ्कलन गर्ने दोस्रो चरणको परिषद चाहिँ पहिलो हो पछि गएर निकाय दोस्रो चरणमा चाहिँ बल्ल सङ्घको विभेदहरू विभाजन भएको दोस्रो चरण हो भन्ने समय यसरी बुझ्नुपर्दछ यो अब 10 आधार धर्म अनि यो कसले अब यसरी सङ्कलन गरेको थियो के हो यसको विषय भने मैले बताइसकेँ अब दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्ने क्रमको परिषद दोस्रो परिषद बताउन जाँदैछु दोस्रो परिषद भनौँ न अब यसमा के हो त इस्ताबिरको अब मत त्यसै गरी अब महासङ्घीयको मत अनि दोस्रो परिषदको अब एउटा निष्कर्ष तीन कुरोमा बताउन चाहन्छु इस्ताबिरमा कसरी बताएको छ भन्ने विषयमा म बताउन चाहन्छु इस्ताबिर निकायमा हो महासङ्घीय निकाय इस्ताबिर निकायमा यो दोस्रो चरणको बुद्ध वचनको सङ्कलनको परिषद कस्तो कस्तो हो भनेर यसको विषयमा बताउनु पर्दाखेरि अब यो 10 आधार चाहिँ अनुयोग्यता लिनु योग्यता नभएको यो हो निर्णय गर्नु यो निर्णय भइसकेपछि त्यही बेला 700 जना इस्ताबिरहरू त्यसै गरी 20,000 भिक्षुहरू सबै एक भेला भएर यसरी बुद्ध वचनको सङ्कलन दोस्रो चरणमा बुद्ध वचनको सङ्कलन गरे दोस्रो परिषद यो परिषद बस्ने स्थानको नाम के हो त याङपचेन अर्थात् वैशाली रहेको छ र यो 700 जना आराधहरूले अब यो इस्ताबिरहरूले बताएको हुँदाखेरि यसलाई के भनिन्छ भन्दाखेरि वैशालीको वचन परिषद पनि भनिन्छ नत्र भने अर्को के भन्छ भन्दाखेरि 700 जनाको वचन परिषद पनि भनिन्छ अरू बुद्धको वचन है अब सङ्कलन गर्ने परिषद राखेको हो नि होइन त्यही कारणले यसलाई वैशाली बुद्ध वचन परिषद पनि भनिन्छ अर्को 700 जनाको बुद्ध वचनको परिषद पनि यो विशेष गरी यो दोस्रो बुद्ध वचन सङ्कलनको परिषद सङ्कलनको लागि परिषद किन राख्यो भन्दाखेरि विशेष गरी विनय पिटाकोलाई चाहिँ शुद्धिकरण गर्नको लागि संशोधन गर्नको लागि यसरी दोस्रो चरणको बुद्ध वचनको सङ्कलन गर्नको लागि परिषद राखेको हो भने बुझ्नुपर्छ अब त्रिपिटक मध्यमा के हो त विनय पिटकलाई संशोधन गर्नको लागि दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्नको लागि परिषद राखेको वास्तवमा हेर्ने हो भने के हो त यो विनय पिटक मात्र नभएर सूत्र पिटक त्यसै गरी अभिधर्म पिटक पनि सङ्कलन गरेको थियो वचन यो विनय पिटक भित्र रहेको एउटा कुन एराको ठाउँ समन्त पासधिका भन्ने जुन यो विनय पिटक भित्र पनि एउटा वर्ग रहेको छ त्यो भित्र के लेखेको छ त भन्दाखेरि के भन्छ सर्वज्ञ भिक्षुहरू सङ्घहरू भनेर बताएको छ यही भिक्षु हो मैले धर्म र विनय एकीकरण शुद्ध गर्नको लागि त्रिपिटकमा चाहिँ पोख्त र शुद्धता हुनुपर्छ यो मैले मेरो वचन हो सङ्घहरूलाई वचन हो भनेर बताउनु भएको छ त्यसै गरी अब बुद्धको सबै धर्महरू चाहिँ केदेखि अब
सिधा गरेर सोध्ने त भन्दाखेरि बुद्धको सबै धर्महरू प्रश्न गर्ने जस्ता कि त्रिपिटकमा स्रोत राखेर प्रश्न गर्ने, आगममा स्रोत राखेर प्रश्न गर्ने, यसको अङ्गहरू र धर्मको राशि स्कन्धलाई स्रोत राखेर प्रश्न गर्ने, धर्म र विनय सबैमा स्रोत राखेर यसरी हामीले यसको विषयमा हामीले छलफल गर्नुपर्छ भनेर यसरी बुद्धले बताउनु भएको थियो भनेर यसरी अब यो एक समय सुने भनेर यो समन्त पाशदिक विनय पिटक उल्लेख गरेको छ। त्यही कारणले गर्दाखेरि यो दोस्रो चरणमा बुद्ध वचन सङ्कलन गर्ने परिषदको बैठक राख्यो। त्यो बेला धर्म र विनयको मुख्य अब सङ्कलन गरियो, धेरै परिचय गरियो। त्यो भित्रमा आउने पहिलो के हो त कदुदाङ्गो अर्थात् पहिलो बुद्ध वचन सङ्कलन गर्ने परिषद पहिलो चरणमा चाहिँ धर्मलाई सङ्कलन गरियो। धर्मलाई बुद्धको धर्म वचनलाई सङ्कलन गरियो। बुद्धले कुन ठाउँमा यो धर्म बताउनु भयो, बुद्धले कुन कालमा यो धर्म बताउनु भयो, कुन व्यक्तिले कुन समूहलाई यो धर्म बुद्धले प्रवचन दिनुभयो, प्रश्न उत्तरको सन्दर्भमा बुद्धको वचनहरू सङ्कलन गरियो। यो पहिलो बुद्ध वचनको सङ्कलनको परिषद थियो। यसरी नै दोस्रो चरणमा हामीले अब के बुझ्नुपर्छ भन्दाखेरि दोस्रो चरणमा के बुद्ध वचन कस्तो खाले सङ्कलन गर्यो भन्दाखेरि धर्म जसले गर्दाखेरि धेरै प्रश्नहरू आएको थियो। त्यसैले अब यो पहिलो चरणमा धर्ममा चाहिँ विनय पिटक र सूत्र पिटक चाहिँ विशेष गरी सङ्कलन गर्यो। दोस्रो चरणमा बुद्ध वचन सङ्कलन गर्ने क्रममा पहिला नै बुद्ध वचनको पहिलो सङ्कलनमा अलिकता धर्म पिटकलाई अलिकता सङ्कलन गरेको थियो, तर सबै टुङ्गेको थिएन। दोस्रो चरणमा बुद्ध वचन सङ्कलन गर्ने क्रममा विनय पिटक सूत्र पिटक भन्नु पर्दैन, अभि धर्म पिटक पनि सबै सङ्कलन गर्यो। त्यसै कारणले गर्दाखेरि यसलाई मलुबद्ध अर्थात् सबै भेला गर्नु पनि भनिन्छ, समग्र सङ्ग्रह गर्नु पनि भने समग्र सङ्ग्रह अर्थात् बुद्धको वचन विनय पिटक सूत्र पिटक अभिधर्म पिटक भए बुद्धको कुनै धर्महरू छैन। यही नै हो, यो सबै समग्र सङ्ग्रह गरियो, सङ्ग्रहित गरियो, सङ्कलन गर्यो। त्यही कारणले समग्र सङ्ग्रह भनिन्छ यसलाई। समग्र सङ्ग्रह वचन यो दोस्रो चरणमा के हो त भन्दाखेरि यो जस्तो कि श्रीलङ्काको अब इतिहास अनुसार चाहिँ यो बेला जुन बुद्ध वचन दोस्रो चरणमा सङ्कलन गर्ने क्रममा 8 महिना लागेको थियो भन्ने अब यसरी इतिहासमा पढेको छ। अब भनिन्छ अब यो बुद्ध वचनको सङ्कलन गर्ने दोस्रो चरणको परिषदमा अब आफ्नै अब रथ मतहरू रहेका छन्, तर सर्वस्तिवाद र महासर्वस्ति मूल सर्वस्तिवादमा अब भनौँ न यो कति बुद्ध परिनिर्वाण हुनु भएर कति कति वर्षपछि यो बुद्ध वचन सङ्कलनको दोस्रो परिषद राख्यो भन्दाखेरि सबैमा समग्रमा 110 वर्षपछि उहाँहरूले बताउनुहुन्छ। अर्थात् 100 वर्षपछि यो बुद्ध वचनको दोस्रो बुद्ध वचन सङ्कलन गर्ने परिषद राख्यो भनिन्छ। भारतको अब एसआर गोयलले के भन्नुहुन्छ भन्दाखेरि जुन विनयको व्याख्या भनौँ न व्याख्या जुन समन्त पाशदिका भित्र के बताएको छ भन्दाखेरि उहाँले खुला राख्नुभएको रहेछ कि जुन दिव्य भस्म महाभस्म यो बुद्धको वचनको एउटा विनय पिटकको एउटा अंश हो। यो चाहिँ यो दोस्रो चरणको बुद्ध वचनको अब यसमा उहाँले के बताउनु भएको एसआर गोयलले दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्ने क्रमको मुख्य दानदाता को थिए भन्दाखेरि राजा अशोक हो भनेर उहाँले दाबी गर्नुभयो। भारतको एसआर गोयल भन्ने विद्वानले अब त्यो बेला उहाँले राज्य चलाउनु भएको रहेछ बुझ्नुपर्दछ। अब भनिन्छ कि दोस्रो चरण बुद्ध वचन सङ्कलन गर्ने कारणमा अब चरणमा
राजा अशोक थिए भन्ने कुरा अब विभिन्न कुराहरू छ यसो कसैले हो भन्छ कसैले होइन पनि भनिन्छ अघि पछि कुरा छ पनि भनिन्छ 팅상 심주보 망보지기 안에 거두니바 체베 걸려야 거두니바 체베 뒤주 अब 개보깔아 एउटा 임바 개보 양에면 나고 अङ्ग्रेजको अब विद्वान भन्न वार्नर एकेले के भन्नुभयो के भन्नुहुन्छ भन्दाखेरि अब स्थवीरको अब रायमन अनुसार चाहिँ अब राजा अशोका 야시수 신다질 가려 열었으나 거두니바 체심베 제라야 아니 벤지 푸서머다 같은 게 양바쟁이 벤지 푸기 결혼한테서 अब वार्गर एकेले चाहिँ भन्नुहुन्छ यो बेला होइन 그것도 될래야 개론 망부시면 뉴요레스 개론 폐쇄해야 되는 뉴요레스 드니 될래야 폐진비 그것도 अनि हुनु पनि सक्दैन भन्ने कुराहरू पनि राख्नु भएको रहेछ वार्गर एकेले चाहिँ एसआर गौरसँगले कुनै कुनै कुरा कुनै पनि नमिल्ने कुरा पनि राख्नु भएको रहेछ त्यस्तै गरी अर्को के पत्ता रहेछ भन्दाखेरि बिजी अब दोस्रो बुद्ध वचन सङ्कलन गरेका बिजी पुत्रले भन्नुभएको रहेछ भिक्षुहरू अनि तपाईँहरू मन बेखुसी नहुनु होला दुखी नहुनु होला जे भए तापनि हामीले बुद्ध वचन सङ्कलन गरेरै छाड्नुपर्छ भन्ने क्रममा चाहिँ अब पूर्व दिशाको भारतमा भएको अब स्थवीरहरू पूर्व दिशाको भारत पूर्व भारतको अब स्थवीर बाहेक अब सबै अब यो अरू भिक्षुहरू सबै अब भेला भएर बुद्ध वचन सङ्कलन गर्नुभएको रहेछ त्यसै कारण यसलाई महासङ्घीय बुद्ध वचन सङ्कलन परिषद पनि भनिन्छ यसमा के लेखिएको छ त भन्दाखेरि जस्तो कि 폐신비 거둘을 쇼비 결혼함지 상기기 땜바당 개월지에 소럽기 짜외 बिजी स्थवीरहरूको एउटा मुख्य अब बिजी पुत्रले के भन्नुभएको रहेछ लाने 중센 राला 양다보 메면 도던 듀올로스 듀소스 딱 안다라 यसको अर्थ के हो त बेन्जी पुदिजु कुरान्जु जिगदु बुद्धको सबै वचनहरू सङ्कलन गर्ने क्रममा विशेष गरी महासङ्घीयहरूले चाहिँ धेरै भिक्षुहरूले चाहिँ यसलाई सङ्कलन गरेको हो 듀와기 차셰딘데 츠렌첸 에네 파테비는 지 오늘 전에 지 최근 듀와 어마이 임버다고 전도는 양 अब यसमा सबै उनीहरूले चाहिँ अब विशेष गरी अब भिक्षुहरूले चाहिँ सबै भिक्षुहरू भेला भएर बहुत बुद्ध वचनलाई अब कुनै नमिल्ने कुरामा लेखिएको छ तर पनि त्यो भित्र भएको कुरा के हो त विशेष गरी स्रोतहरूलाई छानी एकदम सफा पारेर अब बुद्ध वचनहरूलाई चाहिँ गुणस्तर हिसाबमा राखिएको छ पनि भनिन्छ नवीन बुद्ध वचन यसरी सुरत भयो भनेर भनेको दोस्रो चरणको बुद्ध वचन सङ्कलन हुने क्रममा यो चाहिँ अब दक्षिण दिशाको परम्परागत बौद्ध मार्गीहरूले यसरी बताउनु भएको रहेछ 패진 대바사 디 아니 고 칼리갈이 사세 차는 개발 총원에서 누브쇼를 예den게도 파지 내된 대바사 차 아니 샤쇼 룸바 샤쇼를 예den게도 아니 파지 패진 대바서 체제 사세 차네냐 칼리칼리 अब यो ठाउँको अनुसारले गर्दाखेरि पनि बेग्लै बेग्लै हुन पुग्यो 내된 대바사 사세 차네 야와 제아로 근데 총벌에서 다디 시에즈로 신다집니다 जस्तो कि भनौँ न यो अब दक्षिण दिशामा हुनेहरू अब महासङ्घीका हुनु पुग्यो त्यस्तै गरी अब पश्चिम दिशामा हुनेहरू अब स्थवीरको अब भिक्षुहरू हुनु पुग्यो भनौँ न सङ्घहरू अब हामीले के बुझ्नुपर्छ त भन्दाखेरि अब पूर्व दिशामा वैशालीमा हुनेहरूलाई चाहिँ मुख्य अब शिलाहरूलाई चाहिँ अब एकदम शिलाहरूलाई चाहिँ एकदम विशेष चासो गर्दथे अब पश्चिम दिशाको सङ्घहरूले चाहिँ शिलाहरूलाई एकदम राम्रोसँग जोगाउँथे यसको परिपाटीहरू सिलसिलाहरू परम्पराहरूलाई पनि चाहिँ खाने बस्ने लाउने सुत्नेहरू पनि एकदम धेरै चासो राख्नुहुन्थ्यो भनेको
gindu 통말 계획을 갈리 통말 कसैले के 계획을 भन्छ भन्दाखेरि 단동에 짜외 대바 개요. 짜외 대바 개바 사야되다 갈리 갈리 सङ्घ 미디어 슈체 विभाजन हुनु र 슈체 당보 निकाय gindu विभाजनमा धेरै फरक छ gindu दिएर पहिला दोस छारवा सङ्घ विभाजन भएको कारणले गर्दाखेरि नै निकायहरू विभाजन भएको हो भनिन्छ हो सङ्घको दलहरू दुई दुई भागमा विभाजन हुँदाखेरि पछि अब जुन दर्शनदेखि लिएर विनयशीलहरू भिन्नता हुनु पुग्यो कारणले नै दोस्रो चरणमा अब निकायहरू पनि स्थविर लगायत विभिन्न अब सर्वस्तिवाददेखि लिएर मूल सर्वस्तिवाद महासङ्घीय यसरी विभिन्न विभाजन हुनु पुगेको हो भने बुझ्नुपर्दछ अब यो स्थविरहरूले बताउने स्थविर निकायले बताउने कुराहरू महासङ्घिकाले बताउने कुराहरू यस्तो रहेको छ अब महासङ्घिकाको अब राय मत अनुसार कस्तो रहेको छ भन्दाखेरि अब चीन भाषामा अब सङ्घ महासङ्घिका विनय भने त्यो भित्र के रहेको छ भन्दाखेरि चीनको अनुवादमा छ अब त्यो बेला के हो त भन्दाखेरि बुद्ध वचनको सङ्कलन दोस्रो परिषद कुन समयमा थियो भने एकदम अब समयलाई त्यो निर्धारण गरेको तोकिएको छैन तर सुन चाँदीलाई ग्रहण गरेको कारणले गर्दाखेरि त्यहाँ विवादमा थियो त्यहाँदेखि पहिलो बुद्ध वचन सङ्कलन दोस्रो बुद्ध वचन सङ्कलन भन्ने यसरी छुट्टियो भनिन्छ विवाद भएको हो अब त्यहाँदेखि अब भनौँ न दोस्रो चरणको अब बुद्ध वचन सङ्कलन पुगेछ त्यहाँदेखि छुटेको भनिन्छ अब यो बुद्ध वचन सङ्कलन गर्नुको कारण मुख्य उद्देश्य के हो त भन्दाखेरि विनय पिटकलाई संशोधन गर्नु त्यही कारणले गर्दाखेरि यो विनय पिटक सङ्कलन गर्नुभन्दा अगाडि पनि बुद्ध वचन सङ्कलन गर्नुको कारण के हो भने यो चाहिँ अब सबैले अब बुद्धको वचन सङ्कलन गर्ने एकदम जरुरी देखेको कारणले गर्दाखेरि यसरी अब मुख्य कारण चाहिँ यो रहेको रहेछ गेलोङ भिक्षुहरूलाई चाहिँ अब के हो त नपाउने त्यस्तो गरेको रहेछ त्यसै गरी अब आफ्नै क्षेत्रको शिलाले गर्दाखेरि शिलयुक्त भिक्षुहरूको लागि यसरी अब यो विभिन्न ठाउँको यसरी नियमहरू राखेको रहेछ त्यही गरी अब स्थविर भिक्षुहरूको लागि चाहिँ अब यो गेलौँहरूको लागि चाहिँ बस्ने ठाउँ चाहिँ जतापाई राख्नु हुँदैन भन्ने कुरा त्यहाँदेखि अब ठाउँ अनुसार देश अनुसार गाउँ अनुसार यसरी राखेको रहेछ विशेष गरी के होला यो शुद्धता धर्म महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि यो हुनु पुग्यो अब बुद्ध वचन सङ्कलन गर्ने मुख्य अब निचोड राख्यो उहाँहरूले अब नेवाको उपाधिको अब चेलालाई अब के हो त अब अनि यो बुद्ध वचनलाई सङ्कलन गरिदिनुहोस् अब अनुरोध गरेको बापत यसरी बुद्ध वचनको अब पहिलो परिषदको अब राख्नु रहेछ भन्ने बुझ्नु पर्दछ अब यो पाँचवटा शुद्ध धर्म के हो त भन्दाखेरि अब सङ्कलन अब संशोधन उपायले संशोधन शिलाले संशोधन त्यसै गरी स्थविरले संशोधन ठाउँ अनुसारको रीतिले संशोधन पाँचवटा त्यसले चाहिँ धक्मिछो भनिन्छ शुद्ध धर्महरू यो 700 जना भिक्षुहरूको अब भित्र पनि अब यो चेलोको रहेछ अब नेवा उपालि भनिन्छ उहाँले चाहिँ बुद्ध वचनलाई सङ्कलन गर्नु अब प्रार्थना गरेको जस्तै अब सुनहरू लिनु मिल्दैन भनेर निर्णय लिएर स्थविरहरू दान पात्र चाहिएमा दान पात्र माग्नु पर्दछ लुगा चाहिएमा लुगा माग्नु पर्दछ दबाई चाहिएमा दबाई
तिमी मिल माग्नु पर्दछ 딱 거두니 अनि 버디 죽듬데 딱딱이 सुन चाहिमा सुनहरू 거두 चाहिँ नि 당번 मिल 개별 컵로 나온 거 봐. सुनको कुरो चाहिँ के 거두니 बताउँछ 버디 रहेछ 양바지 हो त्यहाँदेखि अब बुद्ध वचन 제가 सङ्कलन 딱 गर्ने कुराहरू 거두니 आएको रहेछ 버디 야가 남배 अब 루지 털이야. दोस्रो चरणमा बुद्ध वचन सङ्कलन गरेको दोस्रो परिषदको मुख्य विषय के हो 가이스 के अरे 라리나 거두 탱이 거진라 때네 아니 데뉴스 अब यो चाहिँ मगध राज्य क्यालभको भनिन्छ मगध राज्य 데뉴스 र यो वैशालीमा यो वैशालीमा यो बुद्ध वचनको दोस्रो सङ्कलन त्यहाँ भेला गरे नि त यो चाहिँ के हो त बुद्ध धर्मको भारतको बौद्ध धर्मको इतिहासमा एकदम नभइनहुने एकदम महत्त्वपूर्ण भूमिका चाहिँ दोस्रो चरणको बुद्ध वचन सङ्कलन गर्ने परिषदले एकदम महत्त्वपूर्ण भूमिका भूमिकामा राखिएको छ अर्थात् भूमिका यही नै हो किन भन्दाखेरि यो नभए बुद्ध धर्म अहिले वृद्धि हुन नसक्थ्यो किन त भन्दाखेरि यो कृपाले उहाँहरूले बुद्ध वचन सङ्कलन गर्ने कारणले गर्दा कृपाले गर्दाखेरि तीन पिटक के हो भने एकदम पछि गएर अब यो त्रिपिटकको कुरा एकदम स्पष्ट हुन पुग्यो विशेष गरी बुद्ध धर्मभित्र अब लुङ देशी भन्ने कुराहरू होइन चार निकाय भन्ने कुराहरू आगम निकायदेखि विनय भन्ने कुरा एकदम कसरी सङ्कलन गरेका थिए कसरी एकीकरण गरेका थिए मोक्ष साधना भनेको के हो चित्तमणि धर्मलाई अब एकदम अरू भन्दाखेरि एकदम अतुलनीय कसरी भयो यहाँदेखि दोस्रो चरण बुद्ध वचन सङ्कलनको परिषदले स्पष्ट पार्यो यो चाहिँ के हो त प्राचीन भारत श्रीलङ्का चीनको विभिन्न लेखोटहरूमा पनि हामीले देख्न सक्छौँ यो सबैमा समग्र नै हो दोस्रो चरण बुद्ध वचन सङ्कलन भयो सबैमा राखेको छ तर त्यहाँदेखि चौथो पैँधो छैटौँ पनि धेरै भएको थियो तर पनि के हो त यो पनि भन्ने भनाइमा छ तर यो त्यति सबैमा मेल खान जाँदैन यो चाहिँ आफै अब देश अनुसार आफै अब मतभेद अनुसार चाहिँ बेग्लै छ यसरी तर समग्र बौद्ध धर्मको चाहिँ अब अहिले दोस्रो तेस्रो पहिलो सबैले समग्रमा स्वीकार गर्ने त्यसरी छैन बुद्ध धर्म चाहिँ के हो भन्दाखेरि तेस्रो बुद्ध वचन सङ्कलन चौथो पहिलो बुद्ध वचन सङ्कलन यो दुईजना पिटकहरू स्पष्ट कोरिएको छैन त्यही कारणले गर्दाखेरि यसमा धेरै अब विवाद पनि हुनसक्छ किनकि आफै अब ठाउँमा अब लोभ हुँदै गरेको कारणले अब बुद्ध धर्म बुद्ध वचनलाई सङ्कलन गरेको पनि हुनसक्छ कुनै बेलामा तर विनय पिटकमा प्रारम्भिक बौद्ध धर्मको चेलाहरूले जुन मान्ने अवलम्बीहरूले पहिलो चरणको दोस्रो चरणमा चाहिँ कोरिएको छैन भन्ने कुरा लागेको छ अब सबैले अब चौथो पहिलो छैटौँ बुद्ध वचन सङ्कलन गर्ने परिषदको कुराहरू चाहिँ कसैमा मिल्छ कसैमा मिल्दैन तर पहिलो दोस्रो तेस्रो चाहिँ अत्यन्त सबैमा समग्रमा अब गर्न अब भन्नुपर्दछ किनकि सबैमा यो लेखिएको पनि छ सबै ज्ञानहरूले स्वीकार गर्न लागेको छ अब यो दोस्रो बुद्ध वचन सङ्कलनको विषयमा मैले बताइसकेँ अब यो के हो त दोस्रो बुद्ध वचनको सङ्कलन र भिक्षु महादेवको 5 आदर र यसमा 5 दर्शन पनि भनिन्छ यसको अब यो मैले अघि बताए जस्तै बौद्ध धर्ममा अब सङ्घ दलमा अब क्रमैसँग दुई विभाजन हो दुई विभाजन हुनुको सङ्घमा बौद्ध धर्ममा मुख्य अब दुईटा सङ्घहरू छुटिनु पुग्यो भिन्नता हुनु पुग्यो यसको मुख्य कारण स्रोत केमा छुट्नु पुगेको छ त यसमा अब दक्षिण दिशाको बौद्ध धर्मको परम्परा अनुसार त्यसै गरी अब उत्तर दिशाको बौद्ध धर्मको अब परम्परागतको भन्दैमा आफैले रहेको छ अब लोग्यू नामदेन पनि भनिन्छ होइन
दक्षिण दक्षिण परम्परागत बौद्ध मार्गी र उत्तर परम्परागत बौद्ध मार्गी अब भोट केमा पर्दछ त भन्दाखेरि अब यो चाहिँ अब झन्ग्यु नामदेन अर्थात् उत्तर उत्तर परम्परागत बौद्ध मार्गीमा पर्दछ जापान त्यहाँदेखि गएको भने पर्दछ भनौँ न अब यो लोङ्ग्यु नामदेन दक्षिण परम्परागत बौद्ध मार्गीहरू बुद्ध परिनिर्वाण हुनु भएर 100-200 को आएको रहेछ त्यसै गरी पश्चिम दिशा र पूर्व दिशाको जुन भिक्षुहरू जुन यसमा शीलको विषयमा विनय शीलको विषयमा विभिन्न अब दर्शनहरू भिन्नता हुनु पुग्यो त्यसै गरी 10 आधा धर्म विभिन्न विवादहरू मचिए अन्तिममा गएर पश्चिम दिशाको स्थवीरहरूले अब यसलाई शुद्धि संशोधन गर्नको लागि धेरै अब कुराहरू पनि यसमा छ त्यो चाहिँ अब 10 आधा धर्म चाहिँ हामीले अनुयोग्यता हो यसलाई हामीले स्वीकार गर्न मिल्दैन भन्ने निर्णय लियो त्यहाँदेखि विभिन्न कुराहरू अब 8 जना विभिन्न स्थवीरलाई अब स्रोत राखेर अब संशोधन गर्यो भन्ने कुरा बुझ्नु पर्दछ अब यो दुईटा सङ्घहरू मुख्य चुकिदिनु कारण चाहिँ के हो त भन्दाखेरि लाछेम्बो अर्थात् भिक्षु महादेवको 5 धर्म र 5 दर्शनदेखि नै छुटेको हो हामीले बुझ्नु पर्दछ त्यही कारणले यो भिक्षु महादेव भनेको हो भने बुझ्नु पर्दछ यो नबुझिकन उहाँको अब 5 धर्म 5 दर्शन के हो भने हामी बुझ्दैन त्यही कारणले भिक्षु महादेवको हो भनेको यसको इतिहास र उहाँको जान्नु जरुरी छ उहाँको जीवनी अब यो भिक्षु महादेवको जीवनी बताउनु पर्दाखेरि यो के भित्र राखेको छ त भन्दाखेरि अब यो चाहिँ अब विशेष गरी अब अभिधर्म विशेषता भाषिका भित्र पर्ने अध्याय 49 अध्यायमा पर्दो रहेछ यो भिक्षु महादेवको जीवनीको अब सुरुवात गर्दाखेरि पहिला भारतमा पर्ने चोलक भन्छ मरुटा भन्ने ठाउँमा उहाँको जन्मस्थान रहेछ उहाँ चाहिँ एउटा व्यापारी जुन एउटा व्यापारी सानो उमेरमा बिहे गरेको रहेछ अनि बिहे गर्दाखेरि अब सानो उमेरमा स्त्रीसँग अब उहाँको अब लिएर उहाँले बिहे गर्दाखेरि छोरा जन्मियो त्यो छोरा एकदम रूप राम्रो हेर्दाखेरि एकदम राम्रो त्यही कारण त्यो नाम के रहेछ महादेव लाछेम्बो भनेर राखेछ तर के हो त अब आफ्नो छोरा जुन महादेव जन्मिसकेर व्यापारको लागि के हो त धेरै लामो ठाउँमा जानु भएछ भनौँ न अब व्यापारी हो धेरै ठाउँमा जानुपर्ने हुन्छ धेरै लामो अब दूरीको यात्रा गर्दाखेरि अब धेरै समयसम्म घर आउनु पाएन रहेछ पछि गएर के हो त आफ्नो छोरा र अब आमा चाहिँ धेरै के हो त माया प्रेम परेछ प्रेम सम्बन्ध बसेछ भनौँ न पछि धेरै साल पछि आफ्नो बाउ फेरि जुन फर्केर आएछ अब फर्केर आउनु सुने अब बाउ आयो मार्यो अब आमासँग मैले सम्बन्ध राखेँ अब बाउ आयो भने सुने एकदम डराएछ छोरा चाहिँ अब आमासँग सम्बन्ध राखेपछि बाउले चाल भयो मलाई मार्छ भन्दै अनि अब चाहिँ भएन के छल कपड गर्नु पर्यो अब नभए हुँदैन भनौँ छल कपड गरेर बुवा आउनु साथसाथै बुवाले पनि मारेछ अब पहिलो अब बुवा मारेको कारणले गर्दाखेरि छामेमा सिधै अभिजी नरकमा जाने एउटा भनौँ न कर्म राज्य छ भनौँ न एकदम अविच्छिन्न नराम्रो कर्म एउटा पाप महाकर्म एउटा सञ्चय गरेछ अब यो आफ्नो अब यसले आमासँग नराम्रो काम गरेर यसरी बाउ मारेको भने त्यो भित्र हल्ला खल्ला हुँदाखेरि त्यो मरुटामा बगिसकेन अनि हाम्रो आमा बुढी भनौँ न हाम्रो होइन दुवैजना अब अर्को ठाउँ सरेछ यो मरुटादेखि उहाँहरू अर्को ठाउँमा जानुभएछ जुन महादेव र
आफ्नो Tani ta आमा kanga पनि हो di अब chimba श्रीमती she जस्तो भए tani पनि san ta di drachomba di nge aba sya thanda di पहिला अब त्यो mishin हाम्रो da मरुटामा एउटा chile अरत sa त्यहाँ थियो goba सँगसँगै थियो sa पछि जहाँ अब ya ठाउँ ko सरे ती thipsi she she अरत पनि तिनै gelong ma se आइपुगेछ टुप्लुक आइपुगेछ ओहो ta यो kanga अरतले फेरि drachomba sya de ta जासुसी गर्यो thame भने त be पछि le che फेरि मलाई ane खतरा हुन्छ thame be यो le हुँदैन sa भनेर sa त्यो अरत पनि आमा जुन आमा छोरा मिलेर tani thi मारिदिएछ kan thandong कसलाई मारिदिएछ जुन अरतलाई मारिदिएछ यो दोस्रो महापाप हो सञ्चय दुबे हुनु kan पुग्यो dusha ra kharcha ar chana korang ama ti mission da da gawa cha अर्को mission da तेस्रो के हो त भन्दाखेरि बस्ने mission क्रममा da के da हो त gawa cha ba de आफ्नो ko आमा चाहिँ thola फेरि अर्को bane कुनै ta ko pe पुरुषसँग ko sa ne सम्बन्ध राखेछ nge फेरि माया chorang प्रेम chebe be बसेको diwa देखेछ chimbo ni chebi nis यो ta mo देख्ने abas ne बित्तिकै da cho फेरि ba se tili sa महादेवले एकदम रिस उठेछ ta ओहो मैले de यति sam माया je rungbo shen माया da da गरेँ cham आफ्नो ni श्रीमती rungbo जसरी shen आफ्नो da de आमालाई su तर su के हो त ti म ma हुँदा rungbo shen da da हुँदै cham ni kang तिमीले ye अर्कोसँग ma bu सम्बन्ध cha गरेछ यो ta राम्रो nga kyo ram मान्छे त du यी she mi केटी she त be होइन de रहेछ यो gawa भनेर cha एकदम de रिसको ko ro झोकमा ka so ta yuen jin se na म da म हुँदा हुँदै अरूसँग सम्बन्ध राख्नु भनेको तिमी एउटा thambu ma res नराम्रो तिमी एउटा ani शुद्धता chorang नभएको mis नराम्रो सोच mis भएको se na कारणले de गर्दाखेरि तिमी एउटा गलत nge भएको कारणले serum se गर्दाखेरि tu sa ma re che che ta ga da ko अनि thapsi da मैले चाहिँ ama अब che यस्तो se कुराहरू tene du sa सहनु सक्दैन भनेर आमालाई पनि raja ma मारिदिएछ se ama se tene du sa अनि ta पहिला sa me बुवा le sum tha ma sa बुवा che मार्यो दोस्रोमा महा ta ina आराध ko मार्यो sa me be तेस्रोमा le आमा sum tha मार्यो ma sa re तिनवटा le da ko महापापहरू सञ्चय gewe गरेछ cha che yo ma res तीनवटा gewe cha महापाप गरेर पनि yenza te धर्मको मूल ta जरा gewe चाहिँ cha sa na da ba quran अ, se ba ti चिन्तेको छैन ti रहेछ अझै पनि अ, ka so ji पुण्यको shulo जराहरू ta रहेछ theba me ba ti स्रोतहरू sa अझै che पनि रहेछ tene indu gewe cha ma che be top ge ane ko sem le ya ta quran be digwa chim ba धर्मको sa ge da gela स्रोतहरू be gyoba chim ba नछुटेको ni कारण नष्ट नभएको कारणले che गर्दाखेरि nge ma to nin duk ma to अनि che एकदम che उहाँलाई yare के cha जागेछ भन्दाखेरि ta nge एकदम digwa मैले chim ba नराम्रो काम ni गरेँ sa भन्ने ye मनमा cha me be le धेरै उहाँलाई le sa ba re ta नराम्रो che विचारहरू आएछ khande ओहो che na मैले ta धेरै du नराम्रो me काम गरेछ a sam ji बिच दुःख ni दुःख se me ba ta लाग्दाखेरि अब sam lo अनि ta ne राति सुत्नु digwa sa नसक्ने me be दिउँसो cha ba उठ्नु नसक्ने ta मैले ine महापाप chi so गरेछ भन्नु उहाँलाई धेरै gejon sha उराट ge ko लाग्यो so mar ba ta ta मैले यो samye मेरो be le महापाप ye कसरी शुद्ध le sa गर्ने ge होला नि gelong भनेर be नि so le ya दिन रात ta एकदम digwe समस्यामा yang su परेछ ja thapsi ye ba ti अनि khu पछि गएर के हो त de अनि एउटा thapsi wa घेजोङ sa ji ko ne साके मुनिको अब changa चेलाहरू chu ga ro भिक्षुहरू sa भेटेछ de chu la kha पाप गरे बापत changa पापलाई chu ga ro शुद्धिकरण sa गर्यो go ba chi le ध्यान गर्यो ko chim पापलाई kan chu de le स- chi so हटाएर ani ko पुण्य chu la कर्म kha गरे भने शुद्ध हुन सक्छ भनेर सुनेको कारणले yang गर्दाखेरि dro एउटा yang dro ka le ya yang बिहारमा dro ji पुगे pige ya man dro de बिहारमा के chi पुगेको थियो ठक्कै त्यो महादेवले के सुनेछ त ro sha भन्दाखेरि nin du sa cha ko sa jo ro ko cha au cha ka cha sa cha bu ya man dro ni ko su lo pe de बिस्तारै wa हिँड्दै jo थियो ya man dro de yo त्यो बेला अब te बिहारमा चाहिँ gelon te gi su lo भिक्षुहरू चाहिँ के chi हो त su त्यो pe ba khande ji जुन kyo अब ro wa sa na बुद्ध वचनलाई चाहिँ mi khan कथन ta गर्दै te गर्दै se हिँड्नु गर्नुपर्ने हुन्छ gewa dru be त्यो se wa हिँड्दाखेरि do ठक्कै te त्यो ne ge na wa che महादेवले के gawa सुनेछ ting भन्दाखेरि ni chung wa shi a यो संसारमा mi पापले mi भरिएका digwa chen bu ga de व्यक्तिहरू sa ba yin ya gewa dru ba yin de se tu पुण्य le pe na सञ्चय गर्यो भने gawa सबै thambu शुद्ध भएर thambu जान्दछ ji ba yin ya जस्तै ane ko ting ni khar khande संसारमा so ane ko बाधा लागेर yin ro अँध्यारो ji भए ko तापनि se yin wo de te na ji che che ane जुन ko लग digwa chen bo sa ye yin ya जुन ta gewa dru लाग्दाखेरि ba yin बाधाहरू te yin du हटेर फेरि sa do उज्यालो परेको khande gi जस्तै si हो che ji भनेर यो uro le ठक्कै si यो yu शब्द yu ba de ko यो the chen ko वाक्य be सुनेछ gawu shu यो chu le सुन्ने बित्तिकै ko एकदम ga sa आनन्द che मन che प्रसन्न भएछ ta बल्ल sa mi मेरो ge de मेरो la be पाप kyap धुने san बाउको to पनि ne रहेछ नि मैले kyap बाउ san to मारे ne आमा ti मारे je आराध shu मारे bi na महापाप ma गरेँ le san ne भनेर digwa tha sa re je धेरै ba अब sa उहाँलाई के लाग्यो पछुता सताप भएको थियो ko gyalong ji gi कमसेकम मेरो पाप धुने मौका त ta nin ji nin पाएँ ji nga be rab du chu ro chi त्यही कारणले गर्दाखेरि da बुद्धको kha ba so बुद्ध yi ye che धर्मस्थानको शरणमा जान्छु त्यही कारणले जसरी भए पनि मलाई ta भिक्षु ngune she bi na बनाइदिनुहोस् म nam भिक्षु ji tha ba बन्छु sa le भनेर la अनि gyal mar pha che chu ro wa kyora cha अनि me be le अ, sa pha se ba mai na ma se ba त्यो mai बेला na अब प्रार्थना गर्ने बित्तिकै ye na ta अनि che che भिक्षुहरूले चाहिँ के हो त chaba नयाँ भिक्षु serum अब je re do da स्वीकार गर्दैछ भने अब mindu ta che विघ्न che बाधा सोध्नुपर्ने हुन्छ तिमी ine gyalong je महापाप ta गरेछौ कि uzu छैन shi bi kya ba तिमी yin sa केटा हो कि uzu केटी हो तिमी chana कुस che na pha che da be chlong mo ju pa स्त्रीलिङ्ग na हो ane कि ko पुल्लिङ्ग rab du हो chung sha कुनै de हो भनेर सबै सोध्छ pha che त्यो chlong के mo हो ju त pha che chlong mo भिक्षुले ju ko नस rab du chung ne ane mi ya ha cham bu ta ra ngoma kurang अनि ha cham त्यो bu बेला ta अब के हो ta त ra धेरै me be समय थिएन होला chung tha भिक्षुहरूलाई पनि ha धेरै sha कुनै अब ba टाढो जानुपर्ने थियो होला कुनै ध्यान tene सम्बन्धी ta sa चिजमा we je le अनि ane विभिन्न gyalong ji विघ्नबाधा gi केही नसोचिकन ine सिधै ha cham bu उहाँलाई te le अचानक ya भिक्षु बनाइदिएछ dama महादेवलाई be नाम पनि jesu भिक्षु te la महादेव ta be राधिएछ ha cham bu te ko अब rinpo पछि nombo ye गएर sar ba कालान्तर rinpo समय nombo ye बित्दै bi ne ko rab जाँदाखेरि du chung ne rinpo ma le भिक्षुहरूले ine su kham महादेवलाई thap ge be धेरै lo उपदेशहरू shi दिएछ
अनि पछि महादेव एकदम एउटा महादेवमा धेरै तिखुतीमा एकदम साह्रो साह्रो कन्टेस्ट गरेर एकदम प्रज्ञा एकदम तिखो भएकोले गर्दाखेरि छोटो समयमा उहाँले त्रिपिटकलाई डल्लै उहाँले याद गरेछ उहाँले सबै मनमा रहेछ एकदम राम्रो भएछ शब्द अर्थ सबै केवल पोख्त हुन पुगेछ एकदम एकदम राम्रो व्यवहार सबैमा बौद्ध धर्मलाई जसरी केलाउन सक्ने स्पष्ट सबैले शरण्य मान्ने सम्मान दिने लायक हुन पुगेछ प्रख्यात हुन पुगेछ र सबैले राजा धनीले उहाँलाई स्वागत गर्ने हुन पुगेछ प्रदर्शन गर्ने शैली एकदम राम्रो भएर अब एक समयमा के गर्दा भन्दाखेरि बिहारमा बस्ने क्रममा अब उहाँ त एकदम प्रख्यात भयो सपनामा विभिन्न कुराहरू आउँदाखेरिको उहाँको जुन अब वीर्य पतन भएछ नराम्रो नसोचिकन जुन सपनामा विभिन्न कुराहरू आउँदाखेरि होइन अनि विभिन्न के गर्दा यो सब अलि नराम्रो सपनाले गर्दाखेरि आफ्नो वीर्य भुइँमा खसेछ अब पहिला उहाँ त अराहत त होइन तर पनि प्रवचन राम्रो दिने कारणले गर्दाखेरि म त अराहत हो भनेर अब आफूले स्वीकार गरेर अरूले भन्नु पुगेछ भनौँ न महादेवले अब अराहत आफ्नो गुरु अब जुन अब आफ्नो वीर्य झारेको फोहोर चाहिँ महिला चाहिँ अब आफ्नो चेलाहरूलाई धुनिदिएछ अनि चेलाहरूले सोधेछ भिक्षुहरूले तपाईँ त अराहत हो नि तब अरब भएकोले फोहोर यसरी फोहोर मैलाहरू कहाँ झर्छ र झर्दैन नि त अनि प्रश्न गरेछ झर्छ र भन्दाखेरि भिक्षुमा देवले भनेछ मलाई सँग नगर अनि देवपुत्र महाराजले मलाई विघ्न बाटोमा छ्याएको हो तिमीले सँग नगर है भिक्षु ल मसँग कलेजको दोषहरू छैन मसँग तर मसँग के हो त फोहोर मैलाको शरीरको फोहोर मैलाहरू चाहिँ मसँग झर्न सक्छ किनकि मसँग कलेज त छैन तर मैलाको फोहोरहरू छ जस्तै के हो त भन्दाखेरि अनि सिगानदेखि लिएर जुन लामो पेटभित्र खाएको कुरादेखि सबै नै हुन्छ त्यही यस्तो चाहिँ हुन्छ नि सिगानदेखि लिएर यो चाहिँ फोहोर मैला यो चाहिँ अब हामीले हटाउनु हुँदैन अराध भएर पनि त्यही कारणले गर्दाखेरि त्यो चाहिँ मलाई यो चाहिँ अब अराध नभए पनि 아니 그 요규참네 가르쳐버선 다 교란배 개종긴 저분들이 터여었다. 그러나 교란 균도 슈버 균 유슈 터여었어. 그 되는 가르치 치롱 터여었다. 그 치몽비 저부 터여었어. 제제 드레베 다 롱den겨 알았어. 디가블야 코란 글로마티즈베 차 세세네. अनि अराध होइन जसरी मलाई यो त्यही कारण तिमीहरूले अनि विभिन्न नराम्रो यस्तो दर्शक अड्कियो अब भनेको छ कि अब महादेवलाई धेरै भिक्षु महादेव चेला धेरै भएको कारणले गर्दाखेरि उहाँले के सूर्यकुमार गरेछ सर्वका जुन अब जुन घेजोङ भनिन्छ सर्वनयनको ज्ञानहरू चाहिँ प्राप्त भइसकेपछि के हो त संसारमा पनि हुँदैन अनि तपाईँभित्र अब अरब ज्ञान प्राप्त भइसकेपछि अनि आफूले ज्ञान प्राप्त गर्नु भए त चेलाहरू सोधेर चेला धेरै भएको कारणले गर्दाखेरि के भन्नु अब महादेवलाई के भन्नु भएछ भन्दाखेरि अनि महादेवले अब के भनेछ भन्दाखेरि अब सबै कुराहरू अब त्यागेको हुँदैन कुनै अब जस्तो कि नबुझेको कुरामा दुईटा कुराहरू अब आफूले म मुक्ति भएको छ कि छैन बुझेको छ कि छैन भन्ने कुरा दुईटा हुन्छ नबुझेको सधैँ नै कलेजले मलाई नबुझ्ने कुरा छैन तर के हो त अनि
와 태좀 마셔봐 있는 저거 जरे देखिए अब नबुझ्ने पोकलै छ चाहिँ मैले नहुने चाहिँ अब अराहरुलाई पनि हुन्छ है त्यही कारणले गर्दाखेरि आफू आफूले अरूलाई बुझाए तापनि आफू आफूले नबुझेको कुरा धेरै हुन्छ अनि दोस्रो नराम्रो दर्शन सिकाएछ 되네 demba시라 티좀이 어마라고 가서 티좀 안 붙게 dos 근데 के चाहिँ थिदुवा अनि त्यसले गेलोन हाछ बस किन भन्दाखेरि तिमीहरू सबै आराधो भन्दैछ नि अब आफ्नो अरा यो भिक्षु भिक्षु महादेवले अब आराधहरू त कुनै पनि अब यो सन्ध्या र समाधि जुन त भएको हुन्छ तर हामी भित्र त के हो त धेरै अब सङ्घहरू छ यो के हो भनेर सोधेछ महादेव भिक्षुलाई महादेव भिक्षुले भन्नु पर्दाखेरि के भन्नु भन्दाखेरि तिमीहरू चाहिँ पनि सङ्घमा सङ्घ नगर सङ्घमा पनि दुई किसिमको रहेको छ एउटा एकदम सूक्ष्म सङ्घ स्वभाव नबुझ्ने यो चाहिँ के हो त आराधलाई हुँदैन तर के हो त ठाउँ स्थलमा चाहिँ नपुग्यो नगयो भनेदेखि त्यो चाहिँ नबुझ्ने कुरा पनि हुन्छ है त्यही कारण मलाई अब सङ्घ नगर फेरि भनेको अब आफूलाई दुःख नदेऊ तिमीहरू हो तिमीहरू धेरै ज्ञानी आराध हो यो तेस्रो नराम्रो तेस्रो अब गलत दर्शन थियो फेरि त्यो भित्र पनि अब कुनै चेलाहरूले दिदे मारे छि 송보 지보마다 가서 소소르니 기베 람라 쇼토고민도 와 근데 인두산에 디간데 스케치도 와 되네 아니 게론라 침베 라자바사데 라자바 카시 셴게 왕 코날라 데네 베 주고 알아보던데 용데 요레 스페나 셰리부디 시럽진기 초로 와서 몽게부디 주주진기 초로 와서 이나 상게 농데 마세나 यसमा के छ त भन्दाखेरि हो 상게 기대발 쇼토고민도 वास्ते सांघिक थप्सी नान्दिने माजेना अरब हुने बित्तिकै सबै कुरा बुझ्नेछ मुक्त हुनेछ भनेर अब सबै बुझ्न सक्दैन अरूको लागि अब बुझ्नु अरूको कुराहरु सबै छान्नु बुझ्छ आफ्नो कुराहरु बुझ्दैन जस्तो कि श्यारीपुको कुरा गरौँ श्यारीपुत्र हो भने अब प्रज्ञाको उत्कृष्ट हो मंगलपुत्र हो भने शक्तिशालीको उत्कृष्ट हो तर के हो त तिमी चाहिँ अब अरब भइछ भनेर आफू आफूले बुझेको छैन बुद्धले के हो त बुझाएको थिए नि त त्यही कारणले गर्दाखेरि कुनै कुरा आफू आफूले नबुझे तापनि अरूले बुझाउनु पर्दछ त्यही कारणले यो शङ्ख नगर है भन्दाखेरि यो चारौँ नराम्रो दर्शन बताउनु भएको छ खराब दर्शन अब अर्को बेलामा अरू के भएछ भन्दाखेरि अब यो महादेवले धेरै नराम्रो पापहरू गरेछ तर अब अर्थ भएको छैन तर पनि अब अनाथो भनेर विभिन्न अब कुराहरू बताइछ भनौँ न चेला प्रवचन गर्दाखेरि अब चेलाहरूलाई होइन धेरै आफ्नो पापहरू अब नराम्रो काम गरेर सम्झे जिन्दगी महापापी भनौँ अब कति दुःख कति अब भनौँ दुःख पाएँ भनेर भनौँ न आफूले मनै भनेछ मुखले पनि स्वर आएछ एकदम डराउँदै भनेछ त्यो अनि दुःख पाएँ भन्दाखेरि अब कुनै भिक्षुहरूले सुनेछ भोलि बिहानै अनि भिक्षुहरू आएर शुभ प्रभात भन्दाखेरि अनि भन्नुभएछ भिक्षुहरूले भन्नुभएछ कि तपाईँ ठिकै हुनुहुन्छ तपाईँ स्वस्थ हुनुहुन्छ भन्दाखेरि म स्वस्थ छु भनेको फेरि चेला भन्नुभएछ त्यसो भए तपाईँ बेलुका हिजो बेलुका अनि दुःख पाएँ धेरै तपाईँ दुःख पुरा एकदम न्याउरो स्वरमा बदल्नु भयो चाहिँ के हो त अनि फेरि भिक्षुमा देवले भन्नुभएछ तिमीहरू चेला हो सङ्घ नगर है बुद्धले पहिला दुःखलाई जानिराख भनेर बुद्धलाई बताउनु भएको थियो त्यही कारणले यो सबै दुःख नै रहेछ त्यही कारणले दुःख पाएँ बुद्धको वचन सम्झेर मैले भनेको त्यही कारणले गर्दाखेरि अनि मसँग दुःख भएको कारणले होइन भन्ने यसरी नराम्रो दर्शन पाँचौँ खराब दर्शन बताइछ अनि अब यो अब जुमा देवको अब जीवनी कथा चाहिँ टुङ्गिएको छैन अझलाई म यतिनिर आउन चाहन्छु फेरि अर्को दिनमा यसको जीवनी कथा म टुङ्ग्याउने छु भवतु सर्वमङ्गलम्